विशिष्ट यज्ञ गऱ्यौँ, अनुष्ठान गऱ्यौँ भने यसो सल रुमाल टाबिल किन हालेको तपाईँले? त्यो किन कारण? आरती गर्ने बेलामा आमाहरूले यसो लगा, त्यो लाउनै पर्छ भन्ने जबरजस्ती कारण चाहिँ होइन, नलाइ पनि गर्नुहुन्छ। तर यज्ञमा गर्दा अनुष्ठानमा बस्नु भएको छ, तपाईँ ठुला ठुला अनुष्ठानको गर्दा बस्नुभएको छ भने आमा दिदीबहिनीहरूले किन त्यो सल ढाक्नुहुन्छ त? अनुहार किन यो सल ढाकेको त भनेर भन्दा अहङ्कार नहोस् है भन्नको लागि। प्रभु अहङ्कार नहोस्, अभिमान नहोस्। म हजुरकै चरणमा छु, मेरो मन हजुरमै जान्छ, म हजुरमा नतमस्तक छु। शिर ढाक्नु, शिरलाई सोध्नु भनेको नतमस्तक छु, उसलाई सम्मान दिनु, रेस्पेक्ट गर्नु। म हजुरकै शरणमा छु, म हजुरलाई सम्मान दिन्छु। त्यसैले अहिले पनि आसामका केही प्रान्तहरूमा कहीँ सल शिरमा यसो रुमाल यसो छेपेर हिँड्नुहुन्छ, त्यो एउटा सम्मान दिएको छ। त्यो सबैले गर्नुपर्छ। अब यो आधुनिक जमानामा भन्न खोजेको होइन, त्यो एउटा